हेलो साथीहरु सबैजनालाई नमस्ते दशैंको शुभकामना साथीहरु हामी चाहिँ यहाँनिर रेडी भयौं है माइत घर जानुलाई हैन सबैजना लुगा सुगा लाएर चडकचुडी भएर रेडी भएर छौं भाइ चाहिँ उहाँ बसिरहेछ दशैंको चस्मा लाएर हो ढोका सुगा लायौं हैन यहाँनिर जमराहरु रेडी गरेर चाहिँ हामी चाहिँ अब लागेको गाडी पर्खेर बसेको साथीहरु अब बाँकी भिडियो चाहिँ अब माइत घर पुगेपछि लु साथीहरु लु निक्ल दशैंको चस्मा राखिछे हो दशैंको खुसी चाहिँ हुनु पर्यो नि त गाई छैन मै दशैं लु साथीहरु हामी चाहिँ अब माइत हिँडेकै कोसेली गाडी पनि आइसक्यो हो ओइ कोसेली बोकन लु हिँड्नु है लु जमरा बोक हैन लु कोसेली बोकेर लागेको अब साथीहरु ल लागेको साथीहरु लु जाउँ लु जाउँ के बस्यो हो अगाडि बस्यो अटिदैन होला है के को सिन्जु यहाँ सामान निकाल न छोड दे त त्यसलाई सिन्जुलाई छोड दे त ल साथीहरु हामी चाहिँ यहाँनिर आमाकोमा आएर टिकटक बनाएर रमाइलो गरिरहेको छौं जिन्दगी भनेको यस्तै हो साथीहरु रमाइलो चाहिँ गर्नुपर्छ के छोड्नु हुँदैन रमाइलो गर्नु दाउरा सुरा लाउन न दाउरा सुरा लाउ जुत्तै खोल्नु सकिन त हो नाच्छु भनेर टेक ल्याइदिएको छु आज चाहिँ लगा पोहोरको साल नाच्नु पाइन भन्दै थियो नि त लु साथीहरु रेडी गरेछ है जे योपालि चाहिँ मामाले वाउ हाम्रो चाहिँ टिका लाउने कार्यक्रम भइरहेछ है साथीहरु ल साथीहरु आमै टिका दशैं हो कि यो मेरो दशा नातिहरुको पालो अब नाति यसलाई मैले दिन्छु आमाले पनि टिका लगाइदिनु पर्छ अझै तेरो अब नातिनीहरुको पालो निक्ल बाजेको खुट्टा ढोक अब नातिनीहरुको यहाँ ढोका बाजेको खुट्टा ढोक खुट्टा ढोक न बुवाको खुट्टा ढोका हो ढोक यता नातिनीहरु जाऊ न नातिनीहरु जाऊ सबैजना नातिहरु बस्दैन
हाम्रो आमै बाबु राम्रो आशिक दिनु नातिनीहरूलाई राम्रो आशिक दिनु अब उता बिचरा हाम्रो आमै बाबै कान्छी लाउ भइसक्यो बिचरा कान्छी आमैको त हातले हुँदैन रहेछ बिचरा साथीहरू हाम्रो चाहिँ होइन साथीहरू टिका लाउने कार्यक्रम सकियो होइन त्यही भएर फोटो खिच्ने कार्यक्रम भइरहेको छ साथीहरू त्यसपछि खानाको कार्यक्रम भइरहेको छ कोही नाच्ने कोही इन्जोय गर्ने दसैँमा जाऊ 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 हल्ला त हो कति हो कति छ हो गाथे कोही फोटो खिच्ने कोही के गर्ने हो म भरे हाल्दिछु क्या फेसबुकमा सलोनी सबैजना काकी हेर करायो भन्छ नि मलाई सेवारा काकी हाम्रो त यहाँ टिका लगाइ हुँदैछ है गरिसकेको टिका लगाउनु भएन छोड्दै त बिल्लालाई गिल्लालाई छोड्दै त आइजन ए ऊ सम्झा सम्धिनी जुत्ता लगा न त्यही जुत्ता लगा सम्धिनी उहाँ त्यहाँनिर छन् फोटो खिच्नु व्यस्त भइरहेछन् सम्धिनी तलक म निकाल्दिनँ आधी उति निकालिदिन्छु आउ न सबैजना ग्रुपिङ फोटो खिच्नलाई ल के हो नि अनुहार हेरेर हुँदैन भोलि पर्सि के हो नि ल आन्टी त्यहाँ बस्छ कता बस्ने हो मामा आउनु न आइज साथीहरू मिलाउँदैछ नि हामीलाई ए आमा र बाउलाई पनि मिलाउनु ओइ आइज नि झ्याउकिरी साडी लाउनेहरु एकछिन यति खिच्नु सुरु सबै परिया एकछिन म सबै भिडियोमा आउँछ तिमीहरुको घटनाहरु भुइँ बढाउने हेर्नु नि आउन ग्रुपिङ सबै खिच्नु अब जाऊ आइज कान्छी सबै आइज पैसा लिन मात्रै आको लु बसेर हामी चाहिँ बसेर दुई जना बस्छ भने आइज कान्छी बसेर लाउनु फोटोमा के मैले मम्मीलाई बोला न म खिचिदिन्छु त म खिचिदिन्छु गर्नु लु साथीहरु बस्ने जमाना कस्तो फिल लाग्छ लु बस भाइ आइज बस केही बस साइलिस लु साथीहरु यहाँ छ नि त माथि गाइस मेरो चाहिँ पोज यस्तो छ है बसेर फोन पक्डी घर त मुनि राख्नु नि त खिच्ने मलाई लु साथीहरु यसो नै कुको निक्लेन यतापटि आइज न डन माइन है डन माइन कुको अलिकति आउँछ रे लु साथीहरु भो लु रेडी फोटो खिच्दै गयो फुल सबै निकालिस ए आउँदैन हो यिनीलाई फोटो खिच्न आउँदैन कसले भन्दा आएर कस्तो दामी आएर चाहिँ लु आमा र बाबुको मात्रै आमा बाबु यहाँ एउटा भएको छोराको खिच्नु नि यो ए छोडे यो भोलि आमाको खिच्दै एउटा खिच्दै त अनि म पनि खिच्छु आमा र सिधा त यो लागि न बाबु राम्रो खिच्दिदैन एउटा अंगालो मारेको त्यस्तो भएन अंगालो मारे सिन्जु आमा र बाबुको मात्रै आइज यहाँ बस यहाँ राम्रो हाँससँग आउनु नि हो अब त्यसो आयो क्या अब एउटा सिंगल मात्रै खिच्छु एउटा यहाँ जुत्ता लगा ओइ लु साथीहरु हाम्रो आमा र बाबु एउटा मात्रै हो Good
खै यो भैँसी रिसको उठेर आउँछ बिचमा बसेको छ जुम गरेर पालो